लास्ट भिडियोमा हामीले फ्लुइड्सहरुको अलिक बेसिक मेकानिजमहरु द फ्लुइड चाहिँ बडीमा कसरी हुन्छ त्यसको कम्पोजिसनको कुरा गर्यो। अब चाहिँ यो भिडियोमा हामीले NaCl र त्योसँग भएका अरु RL DNSहरु चाहिँ कस्तो कस्तो सिचुएसनमा युज गर्ने त्यसको इन्डिकेसन्सहरु के हुन्छन् र कन्ट्रा इन्डिकेसन कस्तो सिचुएसनमा त्यसलाई युज नगर्ने भन्ने कुरा चाहिँ छोटकरीमा गर्ने छौं। अब पहिलो चाहिँ 0.9% NaCl जसलाई नर्मल सलाइन पनि भनिन्छ। त्यो नर्मल सलाइन चाहिँ नर्मल हैन भनेर भन्दाखेरि तपाईलाई अचम्म लाग्ला, किनभने चाहिँ नर्मल किन भनिन्छ भने यसको प्लाज्मासँग चाहिँ एकदम सेमै कि त बराबर हुनुपर्छ भनेर भनिन्छ अस्मोलारिटी, तर प्लाज्मा भन्दा अलि हायर अस्मोलारिटीको हुन्छ। त्यो कसरी हुन्छ पनि हेरौँ है। यो सोडियम जुन हुन्छ NaCl मा प्रेजेन्ट त्यसको चाहिँ कति हुन्छ भने 154 मिली इक्विभ्यालेन्ट्स पर लिटर हुन्छ भने क्लोराइड चाहिँ 154 मिली इक्विभ्यालेन्ट्स पर लिटर हुन्छ। दुईटैलाई क्लब गर्दाखेरि कस्तो आउँछ भने अस्मोलारिटी 308 मिली अस्मोल पर लिटर भनेर देखिन्छ नर्मल सलाइनको। तर हामीले प्लाज्माको कन्सन्ट्रेसन या प्लाज्मामा जुन अस्मोलारिटी हामीले हेर्दै जाँदाखेरि चाहिँ 285 देखि 295 मिली अस्मोल्स पर लिटर देखिन्छ। त्यसले गर्दा चाहिँ हाम्रो जुन NaCl छ त्यो 308 भएकोले चाहिँ अलिकति हायर चाहिँ हुन्छ। तर हामीले यसलाई चाहिँ के गर्छौं आइसोटोनिक भनेर भन्छौं, किनभने सिमिलर टोनिसिटी हुन्छ प्लाज्मा भनेर सिमिलर भन्छौं, नट सेम बट सिमिलर है। त्यही भएर अब कति कति चाहिँ भन्नु पर्यो भने 9 ग्राम जुन NaCl हुन्छ सल्ट भन्यो भने 9 ग्राम हुन्छ कति 1 लिटरमा, त्यसले चाहिँ त्यसलाई 0.9% यसलाई कन्सन्ट्रेसनको बनाउँदो रहेछ। अब इन्डिकेसन्सहरुको कुरा गर्यो भने कस्तो कस्तो सिचुएसनमा हामीले सोडियम क्लोराइड या जसलाई चाहिँ नर्मल सलाइन भन्छ त्यसलाई युज गर्छौं भने चाहिँ रिससिटेसनमा युज गर्छौं। अगर कुनै पेशेन्टलाई भमिटिङ भएर डायरिया भएर अगर ब्लड भोल्युम कम भएर जान्छ जसलाई चाहिँ हाइपोभोलेमिक कन्डिसन भन्छ, त्यस्तो हाइपोभोलेमियामा केले गर्दा भमिटिङले गर्दा डायरियाले गर्दा एक्सेसिभ डायुरेसिस पिसाब धेरै फेरेर पनि कसैको ब्लड भोल्युम कम हुन जान्छ र एक्युट ब्लिडिङ वाला कन्डिसनहरुमा चाहिँ हामी के हुन्छ इन्डिकेटेड हुन्छ 0.9% NaCl। त्यसपछि DKA म्यानेजमेन्ट डायबेटिक किटोएसिडोसिसमा पनि हामी के गर्छौं 0.9% NaCl नै प्रयोग गर्छौं भने अर्को चाहिँ हाइपोक्लोरेमिक मेटाबोलिक एल्कलोसिसमा पनि हामी के गर्छौं NaCl प्रयोग गर्छौं भने 0.9% NaCl। अर्को हाइपोनेट्रेमियामा पनि जुन पर्टिकुलरली बडीमा सोडियमको लेभल कम भएको हुन्छ त्यसमा पनि यही इन्डिकेटेड हुन्छ 0.9% NaCl। अर्को हाइपरक्याल्सिमिया सर्टेन कन्डिसन्सहरु जसमा चाहिँ बडीमा अस्मोलारिटी हाई देखिन्छ या हाइपर विस्कोसिटी स्टेट वाला जुन कन्डिसनहरु हुन्छ त्यसमा पनि जुन युज हुन्छ त्यो 0.9% NaCl नै हो। अर्को डाइल्युट गर्नलाई मेडिसिन्सहरुलाई डाइल्युट गर्नलाई पनि हामी 0.9% NaCl युज गर्छौं। चोटपटक लागेको बेला वुन्ड इरिगेसन गर्नलाई पनि हामी के गर्छौं भने यही 0.9% NaCl युज गर्छौं। अब कन्ट्रा इन्डिकेसन्सहरुको कुरा गरे भने हाइपरक्लोरेमिक मेटाबोलिक एसिडोसिस यसको साइड इफेक्ट पनि हो। लङ टर्म सम्म NaCl युज गर्दाखेरि यस्तो सिचुएसन देखिन्छ, त्यसमा चाहिँ हामीले कन्ट्रा इन्डिकेटेड राख्छौं हाइपरक्लोरेमिक मेटाबोलिक एसिडोसिस। अर्को कन्जेस्टिभ कार्डियक फेलियर र रिनल फेलियर किडनी फेलियर वाला पेशेन्टहरुलाई पनि हामी कन्ट्रा इन्डिकेटेड राख्छौं 0.9% NaCl।